हेर्नु चाहिँ साथीहरू सानो यहाँनिर चाहिँ भरत बस्ती हो साथीहरू। यहाँनिर चाहिँ अर्ग्यानिक चिजहरू पाउँछ। हामी चाहिँ यहीँ आउँछौँ सब्जीहरू किन्नु। खै कहाँ छ यो चाहिँ अदुवा। यहाँ चाहिँ सबै अदुवा रोपिरहेको छ। यहाँ हल्दी रोपिरहेको छ। यहाँनिर चाहिँ मालिक हो। एकदम मेहनत गर्नुहुन्छ। हाम्रो नेपालीमा चाहिँ कच्छु गावा भन्छ। गावा भन्छ तर यिनीहरूकोमा चाहिँ यहाँ कच्छु भन्दो रहेछ। कच्छु भन्दो रहेछ। यहाँनिर चाहिँ हो अब हुने भेन्डी। भेन्डीहरू हेरे चाहिँ भेन्डी फलिरहेको छ। यहाँनिर चाहिँ कोलाई खानु मनपर्छ आउनु है। यहाँनिर भेन्डी सबै भेन्डीको यहाँ खेती लगाइरहेको छ। भेन्डी चाहिँ यहाँ भेन्डी हेर्नु। आज टिपेर पुरा बिक्री गरेको रे। राजवंशी भाषा की संपा की हेर्नुहोस् है साथीहरू सबै भेन्डी छ। यहाँ चाहिँ सब खेती भेन्डीको मात्रै गरिरहेको छ है। हेर्नुहोस् है ताजा। हामी त यसरी यहीँ आउँछौँ अनि किनेर लान्छौँ यहीँबाट बोटबाटै। हेर्नुहोस् है हेर्नुहोस्। लौकी फलिरहेको रहेछ। यहाँ त लौकाहरू पनि फलिरहेको। फर्सी भन्छ नि त हाम्रो नेपालीमा चाहिँ यो फर्सी। फर्सी पहाडको मान्छे दार्जिलिङ मान्छे देख्दैन। अरे তাই তো এটা উপরে হচ্ছে কাচের উপর। আমি তো ভয় পাচ্ছি।